1, go! साथीहरू तपाईहरुलाई मेरो पैसा युट्युब च्यानलमा स्वागत छ। आजको यस भिडियोमा हामी इतिहासकै सबैभन्दा महँगो आइपिओ रिलायन्स स्पिनिङ मिल्सको बारेमा चर्चा गर्दैछौँ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला है त। A few moments later. रिलायन्स स्पिनिङ मिल्सको आइपिओ आजबाट यानि कि पुसको 7 गतेबाट सर्वसाधारण जनताहरूको लागि निष्कासन भइसकेको छ। यो कम्पनीको आइपिओ बुक बिल्डिङ विधिबाट निष्कासन गरिएको हुनाले कम्तीमा 50 किताको लागि आइपिओ आवेदन दिनुपर्ने भएको छ। कम्पनीले सर्वसाधारण जनताहरूको लागि 9,24,768 किता आइपिओ निष्कासन गरेको छ भने 50 किताको दरले जम्मा 18,495 जनालाई मात्र यो आइपिओ पर्नेवाला A छ। few moments later. यस कम्पनीले आफ्नो आइपिओ निष्कासन गरिरहँदा यसको इपिएस अर्थात् प्रति शेयर आम्दानी 54 रुपैयाँ 34 पैसा रहेको छ भने यसको नेटवर्थ चाहिँ 242 रुपैयाँ 5 पैसा रहेको छ, जुन एकदमै राम्रो अवस्थामा छ। र यस कम्पनीले आफ्नो बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई जिम्मा दिएको छ। यो कम्पनीको आइपिओ तपाईहरूले मेरो शेयरबाट सजिलै गरी पुसको 11 गतेसम्ममा आवेदन दिन सक्नुहुनेछ। A few moments later. कम्पनीको आइपिओ एकदमै महँगो भएको कारणले सबैको पहुँचमा नहुनु पनि सक्छ र जोखिम पनि बढी नै हुन सक्छ, किनभने यस कम्पनीले आफ्नो नेटवर्थको 3 गुणाले हुन आउने रकमभन्दा पनि बढी मूल्यमा आइपिओ निष्कासन गरेको छ। अर्कोतर्फ हेर्दा यो कम्पनीको शेयर सङ्ख्या एकदमै थोरै रहेको छ र कम्तीमा 50 किता भर्नुपर्ने भएकोले भविष्यमा डिमान्ड धेरै भएर यसको मूल्य बढ्न सक्ने सम्भावना पनि छ। तर भविष्यमा यो कम्पनीको शेयरप्रति कसैले रुचि नदेखाएको अवस्थामा तपाईले ठूलो घाटा पनि बेहोर्न पर्ने हुन सक्छ। त्यसैले एकदमै विचार पुर्याएर मात्र यो कम्पनीको आइपिओ भर्नुहोला। A few moments later. यदि तपाईहरूले लगानी गर्नुभएको 41,000 भन्दा कम हुँदा पनि तपाईहरूलाई खासै फरक पर्दैन भने मात्र यो आइपिओ भर्नुहोला। तपाईहरू विद्यार्थी हुनुहुन्छ भने यो आइपिओमा आवेदन दिनुभन्दा अगाडि राम्रोसँग सोच विचार गरेर मात्र आवेदन दिनुहोला, किनभने यही महिनामा अन्य 4 वटा कम्पनीको पनि आइपिओ आउँदैछ। त्यसको लागि खातामा पैसा बचाएर राख्न पनि सक्नुहुनेछ। अन्त्यमा तपाईहरूले चाहिँ यो आइपिओ भर्ने अथवा नभर्ने के विचार गर्नुभयो आफ्नो विचार कमेन्ट गर्न नभुल्नुहोला।